चाहिँ हाम्रो ताक्सन चर्च र आज चाहिँ हामीहरू छ ताक्साङमा अनि भोलि चाहिँ यहाँनिर तल चाहिँ सेवा गरेर यहाँ सिफ्ट हुन्छ त्यसले गर्दा चाहिँ आज सामानहरू लिएर आएको आज यो सामानहरू खन्काइकन गएर भोलि आउँछ त्यो सेवाको लागि एकदम हामीले सामानहरू सो चर्च चाहिँ यहाँ माथि छ यहाँ चाहिँ चर्च चाहिँ मेरो This is our new church Taksang Taksang भन्दो रहेछ सबैले काम गरे नि बिगार्छ नि यो हो चर्च Wow, church क्या दामी भएछ Hebron house of worship What's here कुनै कुराको निम्ति फिक्री नगर तर हरेक कुरामा प्रार्थना र बिन्तीद्वारा तिमीहरूका मागहरू धन्यवाद साथ परमेश्वर कहाँ जाहेर गरिउन् फिलिपी 4 को 6 र अर्को यहाँनिर छ किनभने उहाँ यीशु ख्रीष्ट जो सबैका प्रभु हुनुहुन्छ रोमी 10 को 12 हेर म चाँडै आउने छु प्रकाश 22 को 12 पवित्रताको सुन्दरतामा परम प्रभुलाई दण्डवत गर वचन सङ्ग्रह 96 verse 9 हरेक कुरामा धन्यवाद चढाऊ किनकि ख्रीष्ट यीशुमा तिमीहरूका निम्ति परमेश्वरको इच्छा यही हो पहिलो थिस्सलोनी 5 को 18 यसरी भिडियो बनाउँदै पढ्दाखेरि त मुखै नलाए जस्तो लाग्छ दामी भ्यू प्लस हेन्स यहाँ सरले लानुहुँदैछ भाडा जयमिसी किचन रहेछ यहाँ चाहिँ सो यहाँनिर चाहिँ यो सब धुनुपर्ने हो यो भाँडाकुँडाहरू सबै यहाँ चाहिँ यस्तो क्षेत्रले एकदम दामी धुँदैछ धोइसक्यो हामीले अब नम्रताको पालो रहेको छ भाँडा मोल्ने यो मोल्ने हो पानी यति प्रशस्त रहेछ त्यही भएर मजा आयो धुनु चाहिँ यति धोइसक्यो अच्छा So here is Namrata. Every time Namrata चाहिँ छोडियो अरे भिडियोमा हैन त्यही भएर आज चाहिँ निकाल्दिनु पर्ने मैले प्लेट सकियो अब यो छ हो यो सानो चाहिँ हामी मोल्यो यो ठुलो भाँडाहरू चाहिँ दादाले मोल्नुहुन्छ ठुलो भाँडा यहाँ छ धुको पुरै हामीले प्लेटहरू Hebron house of worship धार गाउँ रहेछ ताक्साङ सो अहिलेको लागि चाहिँ हामीहरू निस्केको नम्रता हियर निस्केको हैन we will see you guys tomorrow सबैजनालाई वेलकम छ र यहाँबाट चाहिँ भ्यू चाहिँ एकदम दामी छ हैन ताक्साङको भ्यू चाहिँ ओ मैले त्यो भन्नु बिर्सेछु यो चर्च चाहिँ हाम्रो ताक्साङमा नयाँ चर्च हैन चर्च चाहिँ हाम्रो पहिला थियो तलनिर हैन यहाँ चाहिँ शिफ्ट गर्दैछ सो न्यू ओपनिङ हो टुमरो चाहिँ हामी चाहिँ चर्च पुग्यो बट सेवा चाहिँ स्टार्ट भइसकेको छ
अब प्रभु यीशु मसीहले त्यो पाप बोकेर मरिदिनु भएको छ। तपाईले मेरो पाप बोकेर क्रुसमा मरिदिनु भएको छ। अब उहाँले बगाएको रगतको द्वारा तपाईले मेरो पापको क्षमा भयो। अब यो रगतले तपाईले मलाई क्षमा मात्र हैन किनेर पनि लिएर आउनु भयो अनि तपाईले मलाई एउटा जग्गामा लिएर आउनु भयो है। अनि जुन जग्गालाई चाहिँ परमेश्वरको वचनले द स्याङ्क्चुरी अफ गड अर्थात् परमेश्वरको पवित्र स्थान भनिकन भन्दछ। अनि जुन पवित्र स्थानमा ल्याइकन प्रभुले भन्नुभयो एउटा पवित्र स्थान बनाऊ ताकि म के गर्न सकौँ बस्न सकौँ। म आएर त्यो जग्गामा के गर्न सकौँ बस्न सकौँ। यसकारण प्रभु यीशु मसीह आइकन बस्नको लागि चाहिँ प्रभु यीशु मसीह अब तपाईले मसँग संगति गर्नको लागि प्रभु यीशु मसीहले आफ्नो उपस्थिति दिनको लागि चाहिँ प्रभुले एउटा भवन निर्माण गरिकन त्यो भित्र जुटेका लोकहरूबाट अर्थात् पाप क्षमा पाएका लोकहरूबाट एउटा पवित्र स्थान निर्माण गरिकन त्यो जग्गामा प्रभु आएर के गर्न चाहनुहुन्छ बस्न चाहना गर्नुहुन्छ। यो चाहिँ परमेश्वरको पहिलो यो हामी देख्दछौँ काम देख्दछौँ। दोस्रो कुरो दोस्रो इतिहासको किताब 7 अध्यायमा आउनुहोस् त। र पवित्र पारेको छु अनि मेरा आँखाहरू र मेरो हृदय नित्य देखिरहनेछ है। दोस्रो कुरो है पहिला कुरा प्रभुले त्यो आज भवन निर्माण गरिकन त्यो पवित्र स्थान बनाइकन त्यहाँनिर प्रभुले के गर्न चाहनु भएको छ प्रभु बस्न चाहना गर्नुभएको छ। दोस्रो कुरो प्रभुले त्यो भवन निर्माण गरिकन है तपाईले मलाई देखि भवन प्रभुले निर्माण गर्न चाहना गर्नुहुन्छ है। तर त्यो निर्माण गरिकन त्यो जग्गालाई प्रभुले के गर्न चाहनुहुन्छ आफ्नो निम्ति चुनिकन प्रभुले भन्नुहुन्छ माई नेम शुड बी देयर। मेरो नाम चाहिँ त्यो जग्गामा होस् है। प्रभुको नाम चाहिँ त्यो जग्गामा होस् भनिकन प्रभुले त्यो भवनलाई के गर्नुभयो भन्छ चुन्नु भयो भनेर भन्छ है। यसकारण दोस्रो प्रभुको काम जो पनि छ प्रभुको योजना जो पनि छ त्यो बनाएको निर्माण गरिएको घरमा चाहिँ परमेश्वरले उहाँको नामलाई प्रभुले के गर्न चाहनुहुन्छ राख्न चाहना गर्नुहुन्छ। यो घर परमेश्वरको नामले चिनिएको प्रभुले के गर्नुहुन्छ इच्छा गर्नुहुन्छ हिज नेम शुड बी। तेस्रो कुरो आज हामीले यो योशुवा किताब 24 अध्यायको त्यहाँनिर कहाँनिर भने नि 26 पदमा रहेछ दिज वर्ड इन द बुक अफ द ल अफ गड है। त्यहाँनिर परमेश्वरको वचनको कुराहरू त्यहाँनिर के गरिँदो रहेछ पाइन्छ। यसरी एउटा प्रभुले त्यो घर निर्माण गर्न लगाउनुको कारण त्यो जग्गामा प्रभुले के गर्न चाहनुहुन्छ परमेश्वरले आफ्नो व्यवस्थालाई परमेश्वरले आफ्नो योजनालाई परमेश्वरले आफ्नो वचनलाई त्यो जग्गामा के गर्न चाहनुहुन्छ दिन चाहना गर्नुहुँदैछ। यसै कारणले गर्दा त्यो घर आज के गरिएको छ निर्माण गरिएको छ। त्यो भवन बनाएका छ प्रभुका लोकहरू त्यो घरभित्र आउँछ अनि त्यो घरभित्र उनीहरूले के पाइनुपर्छ परमेश्वरको वचन पाइनुपर्छ। परमेश्वरले त्यो घर निर्माण गर्न लगाउनु भएको कारण चाहिँ त्यो जग्गाबाट प्रभुले एउटा नदी बगाउन चाहनुहुन्छ। त्यो भवनबाट एउटा आज पानी प्रभुले बगाउन चाहना गर्नुहुन्छ। अनि त्यो पानी कस्तो रहेछ पहिला एङ्कल त्यो पदलाई पढ्ने टाइम लाग्छ है। पहिला एङ्कलमा आउँछ त्यहाँदेखि घोडासम्म आउँछ त्यहाँदेखि कम्मरसम्म आउँछ त्यहाँदेखि काँधसम्म आउँछ। अब त्यो पानीबाट त्यो मान्छे के गर्छ डुब्छ है। भन्नुको मतलब चाहिँ त्यो भवनमा परमेश्वरको वचन यति साह्रो प्रशस्तमा आउँछ त्यहाँ त्यो भवनका लोकहरू त्यो प्रभुका जनहरू त्यो भवनभित्र चाहिँ भेला हुन्छ। उनीहरू केले चुर्लुममा डुबेको हुन्छ परमेश्वरको वचनले चुर्लुममा डुबेको अनुभवमा उनीहरूलाई प्रभुले ल्याएको चाहना गर्नुहुन्छ है। आज परमेश्वरका लोकहरूको बिचमा फल नपाउनुको कारण चाहिँ त्यहाँनिर के नपाएर रहेछ पानी नपाएर रहेछ। परमेश्वरको घरमा कुन प्रशस्त प्रकारले पानी बग्न पर्ने हुन्छ प्रभुको घरभित्र त्योदेखि भवनभित्र जुन प्रकारले परमेश्वरको वचन बग्न पर्ने हुन्छ त्यो वचनले चुर्लुममा डुबाउनु पर्ने हुन्छ। त्यो चुर्लुममा डुब्न नसकेको खण्डमा त्यो वचनभित्र आज उनीहरू नरोपिएको खण्डमा आज फल नफलिरहेको अवस्थाहरू हुन्छ। तर आज फल फलाउनको लागि चाहिँ तपाईँ म परमेश्वरको वचन प्रभुले दिनको लागि चाहिँ त्यो भवन निर्माण गर्न लाउनु भयो ताकि त्यो भवनबाट प्रभुले एउटा पानी वचन रूपी नदीलाई प्रभुले के गर्न चाहनुहुन्छ बगाउन चाहनुहुन्छ ताकि त्यो जग्गामा आइकन संगति गर्ने हरेकको जीवनमा फल लागोस्। द्याट्स वाइ कन्स्ट्रक्सन चाहिँ प्रभुले के गर्नुभयो अलाउ गर्नुभयो भन्नुभयो निर्माण गरे निर्माण गरे त्यो जग्गामा म जहाँनिर के गर्न सक्छु एउटा स्याङ्क्चुरी प्रिपेयर गर्न सक्छु। अनि जुन स्याङ्क्चुरीमा म के गर्न सक्छु मेरो वचनलाई बगाउन सक्छु। प्रभुले तपाईँले मलाई साथ हामी धन्यवाद दिनु सर्वश्रेष्ठ उहाँलाई नै हामी ग्लोरिफाई गर्छौँ उहाँलाई नै धन्यवाद दिन्छु सबैको निम्ति यो दिनको निम्ति हामी धन्यवाद दिन्छौँ। यो दिन चाहिँ मण्डलीले बेलाकाले मात्र नआएर समुच्च मण्डलीहरूले हजुरहरूले प्रार्थना गरिरहनु भएको छ हामी धन्यवाद दिनुपर्छ। तोकिदिनु भयो 8 तारिकको दिन हेर्नुहोस् आजको दिनसम्म बेलुका यानि हामीसँग बेलुकामा भन्छौँ तिमीहरू कहाँ जोड्छ एलसेदाई एउटा जुट्ने ठाउँ हो एलसेदाई एउटा जुट्ने ठाउँमा जहाँ हामी कहाँ जोड्छौँ एलसेदाई त्यही प्रकारले आजको दिनसम्म तपाईँ हाम्रो प्रार्थना सुनि गर्नुभएको छ। प्रभुले देयर हेयरिङ एन्ड सरिङ गर्नु अघि कस्तो पानी पर्दै थियो प्रार्थना प्रभु हामीले रमाइलो दिनुभयो। धन्यवाद दिनुपर्छ। सर्वप्रथम आजको दिन सम्हाल्नु भएको छ हिस्साको निम्ति
धन्यवाद दिनुहोस् र यी सबै कुरो वचनमा राखेर हजुरले प्रार्थना गरिदिनुहोस्। भविष्यमा हेब्रोन मान्ने सङ्गति उहाँहरू उपकारको भेटी कृष्णका निम्ति, उपकारको भेटी कृष्णका निम्ति, हर्षित तुल्याउने सुगन्ध अनि ग्रहण योग्य बलिदान हो, ग्रहण योग्य बलिदान हो। हामी आशिष मागौँ। अब हामीलाई उहाँको दोस्रो आगमनसम्म निष्कलङ्क पवित्र दोषरहित राख्न सक्नुहुने प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वर बाबुको प्रेम, पवित्र आत्माको सङ्गति म अनि हामीसँग सारा विश्वव्यापी मल्लिका प्रियजनसँग जो कोही रोगी छन्, बिरामी छ, हस्पिटल छ, शिक्षित परिवार छ, शोकित परिवार छ, प्रत्येक साथ वृद्ध आमा बाबुको साथ आज भोलि युग युगान्तरसम्म एकसाथ रहेका हुन्। आमेन। निश्चय नै मेरो जीवनभरि करुणा र भलाइले, निश्चय नै मेरो जीवनभरि करुणा र भलाइले मलाई डोराउनेछ सदैव परमप्रभुको घरमा म सदा रहिरहनेछु। मलाई डोराउनेछ सदैव परमप्रभुको घरमा म सदा रहिरहनेछु। निश्चय नै मेरो जीवनभरि। थ्याङ्क यू लर्ड, थ्याङ्क यू। सबैलाई प्रेमी जय मसी। जय मसी। एस्टर छेत्री चाहिँ यता रहेछ, म चाहिँ चर्चभित्र खोज्दा खोज्दा खाना खानको लागि सबैजना लाइनमा। दुईजनाले चाहिँ एक्लै एक्लै माम खाँदैछ, हामीलाई नपड्कियो। हामी संसारका होइनौँ, संसारका जालमा नचलौँ। सेवा सकेर चाहिँ सबैजना बसेर गफसफ गर्दैछ। आदि गरम चाहिँ गरम। यता चाहिँ बडाहरूले खाना खानुहुन्छ। खाना चाहिँ यसरी खानु पर्यो नि त। दादाले चाहिँ होइन अघि डल्ले लुकाइरहेको थियो रहेछ होइन। हामीहरू खाँदैछ खाना, यहाँ नम्रता छ। सो सेवा सकेर यहाँ दामी काम हुँदैछ। यता चाहिँ बोइजको ठुल्ठुलो भाँडाहरू अनि यता चाहिँ गर्ल्सको छ सानो सानो भाँडाहरू, प्लेटहरू सबै यता एकदम थन्काउनु हुँदैछ यतानिर। सर हजुर यहाँनिर काकाले पनि खोल्नु हुँदैछ च्यादरहरू, सेवा सकेर सबै। हामी सेवा सकेर चाहिँ यहाँनिर थन्को मनको स्टार्ट भयो। काकाहरू हुनुहुन्छ यता,
Uncle Ambo. यहाँनिर भाँडाकुँडाहरू थियो काकी जयमिसी काकी So hey everyone, meet my friend Solomi, Namrata, and it's me Esther. यति डरलाग्दो गरम छैन सो कसैको हालत ठिक छैन अहिले चाहिँ जस्ट सिवा सक्यो हो अनि अहिले चाहिँ शीतल भइरहेछ आज फेरि पनि यस मण्डलीमा तपाईको ठुलो अनुरोध दया हुनुभयो त्यसको लागि हामी तपाईलाई धन्यवाद चढाउँछौँ विशेष गरिकन तल साथीले पाक्सङमा गिगाल मण्डली थिए त्यसको मैले चर्चामा चढाउँछु सेविका सुन्नुहोस् आमेन बाइ बाइ हुन्छ अब चाहिँ हामीहरू निस्केको बाइ 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 जय मसी ल जाउँ तातोमा चाहिँ सामान छ बाइ 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 बाइ